नमस्ते सन्चै आरामै हुनुहुन्छ सबैजना। म पनि एकदम सन्चै आरामै छु। आई होप हजुरहरू पनि स्वस्थ व्यस्त मस्त हुनुहुन्छ भन्ने आशा गर्दछु। र सधैँ आज पनि म भ्लगको स्टार्ट गर्न गइरहेको छु। र अघिल्लो भिडियोहरूमा पनि हजुरहरूले सधैँ कति पार्कहरूमा गएको भिडियो गर्नुभयो, किन हो अरूतिर जानुहुन्न क्या हजुरहरू भनेर सोध्नुहुन्थ्यो। मेरो बच्चाहरू भएको भएर साथीहरू, म चाहिँ बच्चाहरू सँगसँगै घुम्न पनि जानुपर्छ, खेल्न पनि जानुपर्छ। बच्चाहरूले जता भन्न स्कुलहरूको त भिडियोहरू लिन मिल्दैन सायद, तर मैले जताको सक्छु त्यतातिर क्याप्चर गर्ने कोसिस गर्दैछु। खास भन्यो भने मैले यो अहिले घर बस्दाखेरिको टाइम स्पेन्ड गर्ने तरिका चुज गरेको र हजुरहरूसँग पनि नजिक हुने र एउटा आफ्नो स्वास्थ्यलाई पनि राम्रो हुन्छ भन्ने आजले चाहिँ भिडियोहरू क्याप्चर गर्नु गइरहेको छु। अनि स्पेसली यो भिडियोहरू आफ्नो मेमोरीहरू आफ्नो मलाई एकदमै मन पर्ने भिडियोहरू फोटोहरू मलाई चाहिँ कागजले जानुपर्छ राम्रो छैन, तैपनि प्र्याक्टिस चाहिँ गर्दैछु। आई होप हजुरहरूले मलाई बुझिदिनु हुनेछ भन्ने आश गर्दछु। आज बिहानको 8 बजी साथीहरू एकदमै गर्मी छ। म चाहिँ अहिले सानो काम घरबाट नजिकै अलिक भन्दै थिएँ नि साथीहरू, यहाँ जापानमा बस्नु मलाई किन मनपर्छ भनेर। मलाई चाहिँ यहाँ बस्न एकदमै मनपर्छ। सबै जापानिजहरू यहाँको मान्छेहरू चाहिँ एकदमै हेल्पफुल अनि एकदमै काइन्ड हुनुहुन्छ। अनि अब सबैजना उस्तै हुनुहुन्छ भन्ने हुँदैन, कोही अब हाम्रो नेपाल पनि त त्यस्तै हुन्छ नि, सबैजना एउटै हुनुहुन्न। म चाहिँ साथीहरू काममा जाँदैछु, काममा यस्तै छ, गर्मी लाग्दै छ। अनि सायद मैले यो भिडियो राख्दाखेरि मैले सायद 2-3 दिन 4 दिनको मिसाएर राख्छु होला अब डाउनलोड गर्दाखेरि, किनकि अब बच्चाहरूको छुट्टी भयो नि त। फेरि स्याटरडे र सन्डे त उनीहरूकै छुट्टी हुन्छ। अनि त्यसमा पनि अझै नाच्री एस्मी समर भ्याकेसन छ नि त यहाँ, लगभग 45 डेज जति हुन्छ यहाँ समर भ्याकेसन। अनि समर भ्याकेसन धेरै भएको भएर चाहिँ साथीहरू म चाहिँ कामहरू धेरै गर्न पनि पाउँदिनँ। बच्चाहरू एकजना, बुढाबुढी 2जना मध्ये चाहिँ बच्चाहरू भएको मान्छेले चाहिँ एकजना अलिकति गरेर आए पनि अब म काममा
Let's ignite, dance with me through the night. Baila, sin parar, shake your body, shine like star. Baila, and I'ma keep it going, no queda igual. हाल्नु हो भने म तपाईँलाई त सानो छोटो छोटो बनाउन सकिरहेको छु। त्यति राम्रो बनाउनलाई नि केही कुराहरू विदेशमा बसेपछि केही धेरै कुरा नमिल्ने। यहाँ चाहिँ लास्ट बाहिर जानलाई नै धेरै गर्मी छ अहिले। 8 महिना अनि 9 महिना र अनि 10 महिनाको सम्बन्धमा चाहिँ धेरै नै गर्मी हुन्छ यहाँ। अनि बाहिर जानलाई नि अब धेरै नै गर्मी। अनि घरमा नि अब के अरे एसी अनि त्यसपछि फ्यानहरू नचलाएसम्म यहाँ बाहिर निस्किन नि गाह्रो छ। यो पछाडिको आवाज चाहिँ हजुरहरूले के अरे इग्नोर गरिदिनु होला, किनकि पछाडि मैले अहिले भर्खर मिसिनमा कपडा राखेको छु। अनि मेरो हस्बेन्डले खाना पकाउँदै हुनुहुन्छ अनि मेरो बच्चाहरू चाहिँ पढ्न लाए उनीहरू। अनि अब के भन्ने, के कुरा गर्ने। अब यहाँ चाहिँ केही कुरा विदेशमा बस्न त राम्रो छ, सफा छ, बस्न मन लाग्छ। तर आफ्नो जुन फ्यामिलीसित हर्ट टु हर्ट कनेक्सन हुन्छ नि, त्यो यहाँ चाहिँ विदेशमा बसेपछि केही न केही छुटफुट भए जस्तो चाहिँ महसुस लाग्छ मलाई। कसैको अब आफ्नो छुट्टी हुँदाखेरि कसैको छुट्टी हुँदैन। अनि फेरि अरूको छुट्टी हुँदा आफ्नो छुट्टी हुँदैन। केही न केही मेसो नमिलेको कि के हो जस्तो लाग्छ मलाई। अनि हरेक कुरा अब कतै घुम्न जाऊँ, कतै केही गरौँ भने नि केही कुराको मेसो नमिले जस्तो थियो। अनि त्यस्तै सोचे जस्तो हुँदैन। यहाँ चाहिँ म चाहिँ भिडियो बनाउँछु त भने, तर केही कुराको बाहिर जानलाई नि अब केही न केही अब आफ्नो आर्थिक अवस्था नि राम्रो हुनुपर्छ। अब सधैँ घुम्नलाई नि सकिँदैन यहाँ। अनि अब बच्चाहरूलाई पाल्न यसै गाह्रो हुन्छ यहाँ। अब एकजनाको काम नभएपछि अब बाहिर देख्नेलाई त छ अब यसको बुढाले धेरै कमाउँछ, यस्तो छ उस्तो छ भन्नुहुन्छ धेरैले। तर भित्री रूप कस्तो हुन्छ नि साथीहरू, आफूलाई मात्र थाहा हुन्छ। भोग्नेलाई गर्नेलाई बच्चाहरू, मैले ठुलो नानीलाई चाहिँ
के अरे ठुलो नानीलाई चाहिँ 15 महिनामा लिएर गएँ मैले नेपालमा अनि 2 महिना आफै बसेर चाहिँ उसलाई उहाँ छोडेर अनि फेरि 28 महिनाको हुँदाखेरि जापान ल्याएर अनि ऊ आउने जाने गर्यो अनि बिचमा चाहिँ आउँदिनँ म जापान भनेर फेरि उसको भिजा नि क्यान्सल गरेर ऊ चाहिँ उहीँ नेपालमा बसेर पढेर चाहिँ ऊ 8 वर्षको हुँदाखेरि म गएर हामी बुढाबुढी गएर लिएर आएको उसलाई अनि पहिला उसले नि धेरै स्ट्रगल गर्यो उसलाई चाहिँ नेपाली राम्रो आउँछ कसलाई के गर्ने कस्तो तरिकाले बोल्ने भन्ने उसलाई चाहिँ आउँछ अब जस्तो जे पनि विदेशको ठाउँमा हुर्केको केटारी चाहिँ यिनीहरू चाहिँ कस्तो हुँदो रहेछ भने हाम्रो नेपालमा जन्मेको केटारी र यहाँ जन्मेको केटारीमा चाहिँ अलिअलि बुढापाकाहरूले सिकाएको कुरा जे भए पनि अलि धेरै नै ज्ञान हुन्छ नि त अब यहाँ नि सिकाउन त नसिकाउने भन्ने हुँदैन सिकाउन त सिकाउँछन् तर यिनीहरू यहाँ मसँग मात्र बसेछन् नि त 2 जना ठुलो नानी त अब लगभग अब सबै मम्मी बाबाको कुरा बुझ्ने यताउता छ अब सानो 2 जनालाई चाहिँ सिकाउन एकदमै मुस्किल छ यहाँको कल्चरमा अब केही कुरा हामीले भन्यौँ र हामीले कोर्स गऱ्यौँ भने यहाँ यस्तो गर्न मिल्दैन उस्तो गर्न मिल्दैन भन्छन् मलाई अनि उनीहरूले उल्टै मलाई नै सिकाउँछन् अब प्रेसर दिन नि सकिँदैन यहाँ पिट्न त झनै मिल्दैन गाली गर्न चाहिँ गाली म जति सकिन्छ मुखैले गाली गरेर अथवा बच्चालाई नि कति गाली गर्नु गाली गरेर नि मान्दैन उनीहरूको यो एउटा लर्निङ पोइन्ट हो भन्छु मैले अब दिदीलाई चाहिँ अलि बढी मान्छन् र आज चाहिँ छोरी ठुलो दिदी यानि कि ठुलो छोरीको आज छुट्टी थियो अनि आज उसैले होमवर्कहरू गराउँदैछ आज चाहिँ खासै केही प्लानिङ देखिनँ मैले बाहिर पनि एकदमै गर्मी छ बाहिर गइसाध्य छैन होइन लास्टै गर्मी छ अब आजलाई केही काम अब यतिकै घरको कामहरू गर्ने बस्ने यतिकै छ अब के हुन्छ फेरि अर्को भिडियोमा भेट हुन्छु अब हिजो आजको भिडियो मिलाएर मैले आफूलाई लागेको कुराहरू समक्ष राखेको छु आई होप हजुरहरूलाई पनि मेरो भिडियो मनपर्छ भन्ने आशा गर्दछु र केही कमी कमजोरी भएमा मलाई माफ गरिदिनु होला साथीहरू फेरि पनि यस्तै सानो ब्लग जस्तो सक्छु जे गर्छु जस्तो देखाउँछु जस्तो गर्छु हजुरहरूकै सामने लिएर आउँछु भन्ने आशले आज हजुरहरूको सामनेबाट बिदा हुन चाहन्छु प्लिज keep supporting, keep loving and please do not forget to subscribe. Bye bye, take care guys, see you now.